नमो बुद्धय सबैजनालाई। आज यो भिडियो गर्नुको कारण चाहिँ के हो भने 26 अक्टोबरमा दिल्लीमा हाम्रो बोधगयाको इस्यु लिएर एउटा मसल जुलुस हुनु गइरहेको छ र सबै स्टेटमा भइसकेको छ है। र सिक्किममा पनि हाम्रो जति बुद्धिज्महरू हुनुहुन्छ सबैको सपोर्टले गर्दा हामीले सिक्किममा पनि सक्सेसफुल गर्नु सफल भएको छ। र हाम्रो महायाना बुद्धिज्म मान्नुहुने हाम्रो नर्थ इस्टमा हाम्रो जति सिक्किम, दार्जिलिङ, कालिम्पोङ जतिजना हिमालयन बेल्टको जतिजना हाम्रो बुद्धिस्टहरू हुनुहुन्छ, तपाईँहरू दिल्लीतिर हुनुहुन्छ भने यो 26 अक्टोबरमा हाम्रो दिल्लीमा हाम्रो मसल यात्रा हुँदैछ। त्योमा तपाईँहरूको एउटा सपोर्ट चाहिरहेको छ है। किनभने हामी सिक्किमको टिम योपालि हामीले दिल्लीमा हामीले पार्टिसिपेट गर्नु सकेन पनि, किनभने यहाँबाट अलिकति अब त्यस्तै गयो है ल, जानी त्यस्तो सबैजना आफ्नो कामले गर्दा अलि बिजी भयो है ल। त्यसले गर्दा हाम्रो दिल्लीमा हाम्रो सिक्किमको बुद्धिज्महरू हुनुहुन्छ र कलेज पढ्दै गरेको हाम्रो सिक्किमको व्यक्तिहरू हुनुहुन्छ भने म यहाँबाट दुई हात जोडेर म अल इन्डिया बुद्धिस्ट फोरम सिक्किमको कन्भेनरको तर्फबाट म तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु कि यो हाम्रो बोधगयाको जुन रिपिल 1949 बिटी एक्टलाई रद्द गर्नुको लागि जुन प्रकारले संसारभरि आज एउटा इन्टरनेसनल इस्यु भएको छ यो बोधगया है। हामी कसैले एकअर्कालाई नराम्रो नबनिकन हामी एक युनाइटी भएर हामी काम गरौँ भन्दै र दिल्लीमा हुनुहुने हाम्रो महायाना बुद्धिज्मको जतिजना हाम्रो लामादेखि लिएर हाम्रो जतिजना दिल्लीतिर हुनुहुन्छ 26 अक्टोबर सन्डेको दिन तपाईँहरूले अल इन्डिया बुद्धिस्ट फोरमको जुन टिम दिल्लीमा मसल यात्रा गर्नु गइरहेको छ त्योमा तपाईँहरूकोबाट पनि एउटा सहयोग र सपोर्ट चाहिएको छ। त्यति गरिदिन्छ होला भनेर म यहाँबाट तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु। हस्, धन्यवाद।